क्यानाडामा कमेडी गरेर नेपालमा केही गर्छु भनेर आएको छ। प्लिज गिभ इट अप फर बबिन कार्की। Hello. Hi. Hi everyone. I'm from Kathmandu. So before moving to Canada, I had this disease that almost everyone in Kathmandu has. Kathmandu matrai Nepal ho भन्ने. And that got cured after moving to Canada. You know, like that got cured. किनकि like त्यहाँ पुगेपछि you gain that wider perspective, होइन, हुन्छ नि, bubble burst हुन्छ. And you feel like no, I represent whole Nepal. There is all of Nepal in me. Because as a brown guy and an immigrant, the amount of racism I had to face there, I was like, होइन, अलिअलि मधेस त ममा पनि छ. It's a very strong emotion. Very strong emotion. होइन, अलिअलि मधेस त ममा पनि छ. To feel it, you either have to leave the country or run for the Prime Minister of country. Prime Minister of country. What do you guys think about him? Nothing? Prime Minister जस्तै रहेछ सबजना, कोही नि बोल्दैन. That's what everyone says. Prime Minister बोल्दै बोल्दैन भनेर. Not me. Yeah. I think people are misunderstanding him. I think Balin is the kind of guy who first does things and then only speak about it. पहिला काम गरेर अनि त्यसको बारेमा पछि बल्ल बोल्ने मान्छे हो. Like remember when he was mayor of Kathmandu? Street vendors, ठेला व्यापारीहरूलाई लेफ्ट राइट सेन्टर हटाइदिरहेको थियो. Reports showed that almost 60 to 70% of those people were from मधेस. त्यसपछि इलेक्सन क्याम्पेन भयो. बालेन मधेस गयो. अनि स्पिचमा भन्यो, मधेसको जनताहरू काठमाडौँ काम गर्न जाने होइन, घुम्न जाने हो. मुजी घुमेर त बस्छ नि, काम धन्दा सब खोज्दैपछि. डेरादेखि नगरपालिकाको अफिस, सर मेरो ठेला कहिले फिर्ता गरिदिनुहुन्छ? बालेन ऊ मेयर काठमाडौँको चुनाव लडिरहेछ झापामा, स्पिच दिन गयो मधेस. I can vouch to say that he, for his career, exploited the shit out of Madhes. And me saying this speaks volume. Because I personally know Adarsh Mishra. You guys know Adarsh Mishra? Comedian from Madhes. That's what he's been trying to do. Exploit the people of Madhes for his career. त्यही पनि कसैले बाल दिदैन उसलाई, कसैले बाल दिदैन. मधेसको भएर मधेसकै मान्छेहरूले बाल दिरा हुन्न. The only person who is rejected more than Adarsh Mishra in Madhes is Gagan Thapa. Crazy political times. सम्पत्ति सार्वजनिक गर्यो सबले, फ्लेक्स हान्दियो. सबजनासँग 200-300 तोला सुन्छ. स्रोत मागेको होइन, पर्दैन. They had the reasons पनि. हाम्रो कार्यकाल बल्ल सुरु हुँदैछ, अब हामीले हाम्रो सम्पत्ति सार्वजनिक गरिदियौँ, अब 5 वर्षमा हाम्रो कार्यकालपछि हाम्रो सम्पत्ति फेरि कम्पेयर गर्दिमाहरू अनि तिमीहरूलाई थाहा भइहाल्छ करप्सन गरे हो कि होइन भनेर. बाई द्याट लजिक त तिमीहरूले आफ्नो टार्गेट सम्पत्ति निकालेको नि हुनसक्छ नि. 5 वर्षमा चाहिँ मलाई 300 तोला सुन भयो भने पुग्छ. क्रेजी सम्पत्ति छ सबसँग. बालेनसँग 190 तोला सुन छ. बालेनसँग 190 तोला सुन छ. यो कस्तो ऱ्यापर हो? म यदि ऱ्यापर भएको भए अनि मसँग 190 तोला सुन भएको भए, म एभ्री गीतमा फ्लेक्स हान्दै हिँड्थेँ कि. झोलाले वा नभएको गाजा फ्लेक्स हान्दै हिँडिरहेछ. तर मान्छेहरूमा अलिअलि इन्टेलिजेन्स रहेछ, हुन्छ नि. क्वेसन गर्यो मान्छेहरूले, होइन बालेन, यु वेयर द मेयर, तैँले त मेयर हुँदाखेरि पैसा उठाएको नि हुनसक्छ, सुन उठाएको नि हुनसक्छ, स्रोत त चाहिन्छ. बालेन वाज लाइक, मोस्ट अफ द सुन बिएमा बुढी पक्षबाट आएको हो. डाइरेक्टली इन्डाइरेक्टली दाइजो पनि इलिगल होइन र?
ऱ्यापरलाई 150 तोला सुनभन्दा धेरै दिइरहेछ बेमा। म यहाँ सोचिरहेको छु मधेसमा अहिले डक्टरको रेट चाहिँ के छ? That's what everyone says. Not me. I think Balin is rich. Balin धनी छ होला, हुन्छ नि। मेयर हुँदा पनि ऱ्यापर जसरी नै फ्लेक्स गर्दै हिँड्दा हुन्थ्यो। काठमाडौँमा मेरो 4 तल्ले घर छ, म त इन्जिनियर पनि हो, सबै कुरा फ्लेक्स गर्न भ्यायो। मेरो यति धेरै हिट एल्बमहरू पनि छ है भनेर कहिले फ्लेक्स गर्न सकेन। आई थिङ्क बालिन इज रिच दो, लाइक धनी छ होला। लाइक आई सेड काठमाडौँमा उसको 4 तल्ले घर छ, इन्जिनियर पनि हो, अनर अफ प्राइभेट मिडिया हाउस पनि हो, रुटिन अफ नेपाल बन्दको। बालेनले होइन होइन भन्दै हिँड्छ। भिक्टरले दसैँमा आफ्नो बाउभन्दा पहिला बालेनकै हातको टिका लाउँछ जस्तो छ। बालेनलाई नि गाह्रो छ टु डिभाइड हिज डिक। युजली इट्स विथ भिक्टर पौडेल, मोस्टली इट्स विथ उत्सव सापकोटा। Grown ass man with beard sucking the dick of grown ass man child with beard. Crazy times. Lot of people blatantly just dick riding a rapper. Whole country feels like a DD party. That's what everyone says. Not me. But now I'm back to Nepal, Bhairabara, and I can say this with my all heart. I love my country, and I hate Nepalese people. Where's the stupid man? हाम्रो प्रायोरिटिजहरू नै ठिक ठाउँमा छैन। यत्रो रिभोल्युसन भयो, सबै कुरा भयो, के गर्ने त भन्दाखेरि मान्छेहरू अब चाहिँ गाँजा लिगलाइज गर्नुपर्छ। I'm not against the legalization of marijuana. Like someday, somehow, Gaza legalized, sure, hunai parcha. I just feel like we have better priorities to sort out first. Gaza legalized गर्नै पर्छ। तेरो बाउले 50 वर्ष भइसक्यो मेलम्चीको पानी प्रपरली काठमाडौँमा ल्याउन नसकेको। All I'm saying is, तोप तानेर मुख सुकेपछि खानलाई पानी त चाहिएला नि। भन्नै पर्दैन नेपालीहरू हुन्छ, भन्नै पर्दैन। नेपालीहरूलाई आफ्नो बाइक अरू सबैको बाल छ कि, सबैको बाल छ। म अस्ति ट्राफिक जाममा बसिरहेको थिएँ, एउटा सानो फुच्चे आयो, पैसा माग्दै आयो होइन। मैले त्यसलाई 10-20 रुपियाँ दिएर पठाइदिएँ। साइडको मान्छेले मलाई हेर्दै, ब्रो यिनीहरूलाई पैसा नदेऊ, यिनीहरूले भिख माग्छ अनि मागेको पैसाले उतातिर गएर चुरोट खाइरहेको हुन्छ। यो मान्छेलाई टेन्सन छ कि कोही अरूकै पैसाले कहीँ गएर चुरोट खान्छ भनेर। कति सोचेको यसले अरूको लागि। लास्ट टाइम कसैले यति धेरै अरूको बारेमा सोचेको थियो? दासढुङ्गामा एउटा जीप, नेपालीहरूलाई कन्सपिरेसी थ्योरिजहरू यति मनपर्छ हुन्छ नि, पुलिसले नेपालीहरूलाई इन्टरटेन गर्नको लागि केसै सल्भ गरिदिन्न कि। दरबार हत्याकाण्ड कसले गरेको सर? छोड न, तँलाई के लाग्छ के भन। मनै पर्दैन नेपाली। एन्ड वान अफ द रिजन्स मलाई नेपालीहरू मन पर्दैन, हामी लास्टै बहादुर छौँ क्या। Nepalese people are really brave. That's not the problem. प्रब्लम चाहिँ हामी बहादुरीको बारेमा बोस्ट गर्दै हिँड्दा हुन्छौँ क्या। ऊ जमानामा देशको लागि भक्ति थापाले 70 वर्षको उमेरमा युद्ध लडेर ज्यान दिएका थिए। हाउ ब्रेभ इज द्याट? वीर गोर्खाली। द एभरेज लाइफ एक्सपेक्टेन्सी अफ Nepalese people right now is 65. 70 वर्षको थियो क्या भक्ति थापा। युद्धमै नमरे पनि खासै धेरै त बाँच्दैन होला नि त। इफ एनिथिङ 5 वर्ष ओभर लिमिट गइरहेको थियो, समातेर चिट काटिदिनु पर्ने। तर टु कन्ट्राडिक्ट माइसेल्फ, आई थिङ्क नेपालीहरूलाई बालै नलाग्ने चाहिँ होइन, तर चाहिने कुराको चाहिँ कहिल्यै बाल लाग्दैन फेरि। अलमोस्ट 20-25 years ago, whole royal family of Nepal got shot and killed. King,
queen, crown prince, crown princess, they all got shot inside their own royal palace, and we still to this day don't know who exactly did it. Which means America did it. Thank you guys, that's my time. I go by the name Bobin.